नमस्कार। निकै लामो समयपछि आज यहाँहरू समक्ष उपस्थित हुने मौका मिलेको छ। यो जेनजीहरूको आन्दोलन पछि जुन हिसाबले अहिले यो नेपाली सेनाको बारेमा यो नेपाली सेनालाई चाहिँ विवादित बनाउने एउटा निकै चाहिँ प्रपञ्च गरियो। यो बारेमा चाहिँ मेरो केही धारणाहरू राख्न चाहन्छु। नेपाली राजनीति चाहिँ अब अहिले यस्तो आक्रान्त र गम्भीर मोडमा गम्भीर अवस्थामा छ। अब कतिले भन्नुहुन्छ अब विदेशी सेनाहरू चाहिँ नेपालमा आउने एउटा षड्यन्त्रको रूपमा पनि यो रचिएको घटना हो भन्ने खालको कुराहरू आएको छ। ती तमाम कुराहरूलाई छाडेर मेरो आफ्नो व्यक्तिगत धारणालाई राख्ने हो भने जस्तो सेनाको भूमिका चाहिँ धेरैले चाहिँ अब शङ्कास्पद भन्ने खालको कुराहरू गरिराख्नु भएको छ। जस्तै सिंहदरबार जल्यो, संसद भवन जल्यो, त्यसपछि सर्वोच्च अदालत जल्यो, सरकारका चाहिँ सबै निकायहरू प्रमुख निकायहरू चाहिँ अब जलेको अवस्था छ। अब यो किन जल्यो भन्ने खालको एउटा त्यो कारणहरू केही अब खोजी र त्यसपछि सेनाको भूमिका चाहिँ के हो त भन्ने खालको विषयमा थोरै आफ्नो कुराहरू चाहिँ म यहाँ पस्काउन चाहेँ। नेपाली सेनाको भूमिका भनेको चाहिँ अब संविधान सम्मत र आदेश पालना गरेर चाहिँ काम गर्नुपर्ने त्यो भूमिका हो। संविधान सम्मत र आदेश पालकको रूपमा चाहिँ नि नेपाली सेनाको भूमिका हो भनेर मान्नुपर्छ। त्यो 2072को संविधानले पनि त्यही मानेको छ। त्योभन्दा अगाडि चाहिँ अब नेपाली सेनाको परमाधिपति चाहिँ अब राजा हुने व्यवस्था थियो। तर जब नेपालमा गणतन्त्र स्थापना पछि चाहिँ गणतन्त्रको स्थापना भइसकेपछि यसको परमाधिपति भनेको चाहिँ राष्ट्रपति हो। राष्ट्रपति भएको अवस्थामा जस्तो कि अब अहिलेको यो जुन जल्यो यो चाहिँ जेनजी पुस्ताको आन्दोलन जुन 23 गते भयो, 24 गतेको जुन चाहिँ नि अब एउटा सरकारका प्रमुख 3 अङ्गहरू जलेको अवस्था छ। त्यो मात्र होइन, व्यक्तिगत धेरै खालको चाहिँ सम्पत्तिहरू पनि जल्न पुगेको छ। करिबन झन्डै 100 खर्ब बराबरको चाहिँ नि अब क्षति भएको आङ्कलन गरिएको छ। यसो भएको अवस्थामा चाहिँ हामीले निर्वाचित गरेको राष्ट्रपतिले नेपाली सेनालाई चाहिँ त्यो निर्देशन उहाँले दिनुभएको थियो थिएन, अथवा राष्ट्रपति स्वयं चाहिँ त्यो चाहिँ आदेश दिन सक्ने अवस्थामा हुनुहुन्थ्यो वा हुनुहुन्थेन भन्ने प्रश्न चाहिँ महत्त्वपूर्ण हुन्छ। अब अहिले सेनालाई भन्दा पनि राष्ट्रपतिलाई चाहिँ एउटा दोष दिनुपर्ने देखिन्छ। जस्तो 23 गतेको कतिपय विश्लेषकहरूले भन्नुभएको छ 23 गतेको आन्दोलनको जिम्मेवार र 23 गते जति विध्वंस भयो त्यसको जिम्मेवार चाहिँ प्रधानमन्त्रीको हो र 24 गतेको जिम्मेवार भनेको चाहिँ राष्ट्रपति हो भनेर पनि भनिएको छ। र यो सबैभन्दा चाहिँ त्यो कुरामा दम छ भन्ने मलाई लाग्छ। नेपाली सेनाको भूमिकालाई किन हामीले शङ्का गर्नु पर्दैन भनेर भन्छु भन्दाखेरि नेपाली सेना चाहिँ आदेश पालक हो र उसलाई आदेश दिएको अवस्थामा मात्र ऊ चाहिँ एउटा भूमिकामा उसले आफ्नो भूमिका निर्वाह गर्दछ। तर जो अहिलेको अवस्थामा चाहिँ हामीले जुन कुरा भन्ने गरेका छौँ शङ्काको कुरा, यसमा चाहिँ ठोस कुरा के हो भने नेपाली सेनाले जुन आफूले जुन खालको एउटा उसमा जुन भूमिका निर्वाह गरेको छ त्यो चाहिँ एउटा राम्रो भूमिकामा निर्वाह गरेको छ भनेर भन्न सकिन्छ।
कारण किन भन्दाखेरि नेपाली सेनाले अब कतिले चाहिँ नेपाली सेनाले चाहिँ टक्क यी सबै प्रधानमन्त्रीलाई पनि निलम्बन, राष्ट्रपतिलाई पनि निलम्बन, अनि सबै यो मन्त्रीहरू सबै निलम्बन गरेर ठ्याक्क झ्यापचुप गरेर चाहिँ नेपाली सेनाले सत्ता सञ्चालन गरोस् भन्ने एउटा चाहनाबाट चाहिँ नेपाली सेनालाई मानिसहरूले त्यस्तो उसमा चाहिँ चाहेको जस्तो मलाई त्यस्तो लागिरहेछ। जस्तो पाकिस्तानको सेना भयो, चाहिँ नि तपाईँको म्यानमारको सेनाहरूले जस्तो सत्ता चाहिँ ठ्याक्क लिइहाल्ने होइन, त्यो हिसाबले चाहिँ बुझेको जस्तो लाग्छ। अनि नेपाली सेनाले राजनीतिमा हात नहालेको कारणले गर्दाखेरि यो सर्वोच्च, अनि त्यसपछि सिंहदरबार र संसद भवन यो चाहिँ उसले त्यहाँ जोगाउनु जाने भनेको चाहिँ धेरै मानवीय क्षति हुनु पनि हो। त्यसो भएको नेपाली सेनाले त्यो गर्न चाहेन र नेपाली सेना चाहिँ त्यो आदेश पनि थिएन कसैकोबाट, राष्ट्रपतिबाट त्यो आदेश पनि थिएन। किन भन्दाखेरि आफै राष्ट्रपति, प्रधानमन्त्रीहरू, मन्त्रीहरू नै आफै लुकिरहेको, भागिरहेको अवस्थाहरू थियो। अनि त्यो एउटा जुन खालको राजनीतिक र सरकार नभएको एउटा त्यो भ्याकुम त्यस्तो अवस्था थियो भनेर भन्न सकिन्छ, जसले गर्दाखेरि नेपाली सेनाले त्यो चाहिँ त्यो विवादित भूमिका निर्वाह गरेन। अब अर्को नेपाली सेना त्यो जुन चाहिँ त्यो सबैतिर जलाएको ठाउँमा मुठभेडमा यदि त्यो सबै सम्पत्तिहरू जोगाउनको लागि, अनि सर्वोच्च जलेको ठाउँमा चाहिँ त्यहाँ जोगाउनको लागि, सिंहदरबार जोगाउनको लागि, र त्यसपछि अर्को संसद भवन जोगाउनको लागि चाहिँ नेपाली सेना चाहिँ त्यहाँ जाँदाखेरि के हुन्थ्यो भन्दाखेरि मुठभेडहरू सिर्जना हुन सक्थ्यो, अर्को थप भयावह अवस्थाहरू सिर्जना हुन सक्थ्यो। त्यसो भएको कारणले नेपाली सेनाले अहिले गरेको यो जेन्जी आन्दोलन र त्यसले सिर्जित भएको घटनामा उसको उपस्थिति जे हुनु पर्थ्यो त्यो हुन गयो भनेर भन्न सकिन्छ। अब अर्को यस्तै खालको अर्को कुरा छ, जस्तो काठमाडौँ महानगरपालिकाको दमकलहरू चाहिँ किन चाहिँ त्यो आगो निभाउनु गएन भन्ने खालको कुरा छ। यो बारेमा पनि एउटा यत्रो मुलुकभर आगो लाग्दाखेरि चाहिँ एउटा काठमाडौँ महानगरपालिकाले सबै त्यो आगोहरू निभाइदिनु पर्ने जस्तो खालको हाम्रो जुन विश्लेषण, त्यो खालको हाम्रो कुराहरू छ, यो चाहिँ एकदम अपच हुने खालको कुराहरू हो। यसको मतलब बालेन शाहले जे गर्यो त्यो ठिक हो भन्ने मैले भन्न खोजेको होइन। तर सिंहदरबारसम्म जानको लागि अथवा सर्वोच्चसम्म जानको लागि, सर्वोच्च र सिंहदरबार त नजिकै छ, अर्को संसद भवनसम्म पुग्नको लागि अन्त बाटोमा के अवरोधहरू थियो त, आन्दोलनहरू के कस्तो भइरहेको थियो त, त्यो कुरालाई पनि त आकलन गर्नुपर्छ होला। र त्यो आगो निभाउन जानको लागि अब त्यसमा कति पानीहरू चाहिने होला, कति त्यो व्यवस्थापनहरू गर्नुपर्ने होला, जनशक्ति व्यवस्थापनको कुराहरू होला होइन, जहाँ चाहिँ नि अब यति ठुलो मात्रामा एउटा आक्रोश भइरहेको अवस्थामा कैयौँ चाहिँ नि नगरपालिकाहरू जलिरहेको अवस्थाहरू थियो, प्रहरी चौकीहरू जलिरहेको अवस्थाहरू थियो, प्रहरीहरू बाहिर निस्किँदाखेरि मारिरहेको, प्रहरीहरूमाथि आक्रमण भएको, प्रहरीहरू चाहिँ डिफेन्सिभ अवस्थामा भएकोमा के काठमाडौँ महानगरपालिकाको दमकलमा पनि आगो लगाइयोस् अथवा काठमाडौँ महानगरपालिका पनि जलाइयोस् भनेर अब कतिले चाहिँ त्यसरी त्यो उक्साउन खोजेको हो जस्तो अब यो विश्लेषणहरू त्यसरी देखिन्छ होइन। त्यो चाहिँ मेरो विचारमा चाहिँ त्यो गलत हो भन्ने मलाई लाग्छ। त्यसो भएको हुनाले बालेन्द्र शाह, काठमाडौँ महानगरपालिका, अशोक राज सिग्देल र नेपाली सेना प्रति जुन खालको एउटा विश्लेषण गरिएको छ, त्यो चाहिँ आफैमा त्यो विश्लेषणहरू चाहिँ सही छैनन् भन्ने मलाई लाग्छ। र सेनाले चाहिँ अब यो जोगाउन नसकेको र सेना चाहिँ तत्काल एउटा जोगाउनुको लागि चाहिँ नि फिल्डमा नआएको भन्ने खालको जुन
विश्लेषण गरिएको छ। त्यो भनेको चाहिँ सेनाले सिधै सत्ता लिएर चाहिँ सबै संविधान, राष्ट्रपति, सबै प्रधानमन्त्रीहरू सबैलाई निलम्बन गरेर काम गरोस् भन्ने खालको चाहना हो भन्ने मनसायबाट चाहिँ यी कुराहरू चाहिँ व्यक्त भएको भन्ने मलाई लाग्छ। र एउटा अर्को कुरो भुल्नु नहुने कुरा के छ भन्दाखेरि हामीले चाँडै भुल्यौँ, जो माओवादी द्वन्द्वकालमा नेपाली सेनामाथि माओवादीले जुन आक्रमण सुरु गरिसकेपछि नेपाली सेनाले गरेको जुन खालको एउटा चेक जाँचहरू थियो, बाटोमा एउटै गन्तव्यमा पुग्नको लागि चाहिँ 20 ठाउँमा चाहिँ गाडी रोकिनुपर्ने, त्यसपछि ओर्लेर हिँड्नुपर्ने, त्यसपछि गाडी चढ्नुपर्ने, बुढाबुढी मान्छेहरूले अब पाएको दुःख, त्यसपछि त्यहाँ भएको चाहिँ अब एउटा व्यवहारहरू भयो, शङ्काको दृष्टिकोणले सोचिने, सेनाको शासन भनेको कस्तो हुन्छ भन्ने खालको कुरा हामीले भोगेका थियौँ। त्यो आधारमा पनि अब त्यो त पछिल्लो जेनजी पुस्ताहरूलाई त त्यो कतिलाई त थाहा पनि छैन। र हाम्रो जुन चाहिँ जेन एक्स पुस्ता र मिलिनियर्सलाई त्यो थाहा भएको कुरा हो, र त्यसपछि अर्को बेबी बुमर्सलाई पनि थाहा भएको कुरा हो। तर किन आज यसरी चाहिँ नेपाली सेनालाई चाहिँ आक्रोशित बनाउने, यसलाई चाहिँ फिल्डमा ल्याउने, र त्यसपछि नेपाली सेनालाई चाहिँ त्यो हाम्रो कति हाम्रो भित्री एउटा चाहना अनुसार चाहिँ काम गराउन खोज्ने यो खालको एउटा प्रवृत्ति चाहिँ देखिएको छ। यो चाहिँ सरासर गलत छ भन्ने हिसाबमा आफ्नो कुराहरू मैले यहाँ राख्न खोजेँ। र यो निकै लामो समयपछि आफ्नो कुराहरू यसरी मैले राखेँ। यो पोलिटिकल थट एन्ड एनालाइटिक्समा म जीवन प्रसाद राई आफ्नो विचारहरू यसरी राख्दै जानेछु, र यहाँहरूले चाहिँ यो मेरो कुराहरू सुनिदिनु हुनेछ। र यसलाई मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने यसलाई सब्सक्राइब गरिदिनु हुन पनि म हार्दिक अनुरोध गर्दै यस्तै राजनीतिक विषय प्रसङ्गहरूलाई आगामी दिनमा लिएर म यहाँहरू समक्ष उपस्थित हुने बाचाका साथ आजलाई बिदा हुन्छु। नमस्कार।